र बेला बखतमा कम्युनिस्ट आन्दोलनमा दुर्गन्धी हावाहरू फैलिन्छ, नाक छोपेर हिँड्नुपर्ने पनि बनाउँछन् र हाम्रो आन्दोलन वरिपरि पनि त्यो देखिन खोजेका छन्। हामीले त्यसलाई पनि पछारेर आएको। आज पनि हामी लड्दैछौँ नि, बढ्दैछौँ। आफैप्रति आत्मविश्वास गुमाउने, आफैप्रति तपाईँको अविश्वास आत्मविश्वास गुमाएर होइन आफूभन्दा घोर प्रतिगामी, आफूभन्दा घोर पश्चगामीहरूलाई ठिक देख्ने, आफूलाई अयोग्य देख्ने आत्मसमर्पणवादी प्रवृत्तिसँग पनि हामी लड्दै आएको हो नि, होइन? दुश्मनले जितेको हो कि होइन भन्ने कुरा थाहा नपाउने, तर दुश्मनलाई आफूभन्दा राम्रो देख्ने, विरोधीहरूलाई आफूभन्दा राम्रो देख्ने, प्रदूषित मान्छेहरू र नेताहरूलाई आफूभन्दा राम्रो देख्ने, जहाँ आफू लडाइँ लडेको छ, जहाँबाट आफू उठेको छ त्यसलाई कमजोर देख्ने, यो गैर कम्युनिस्ट प्रवृत्ति, यो तपाईँको मनोगत प्रवृत्ति, आफैप्रतिको आत्मसमर्पण जो हुन्छ नि, त्योसँग पनि हामी लड्दै आएका हौँ र अहिले पनि हामी लडिरहेका छौँ। हाम्रो केन्द्रीय समितिमा हामी लड्यौँ नि, लडेर आएका छौँ र हामी यहाँ पनि उपस्थित भएका छौँ र हाम्रो देशमा एउटा स्वच्छ हावा पनि बग्दैछ, होइन? यहाँ अहिले तपाईँको सारा तपाईँको चाहिँ छताछुल्लो भइरहेको बेला नेपालमा क्रान्तिको सपना देख्ने, क्रान्तिप्रति प्रतिबद्ध भएका मान्छेहरू हामी जिउँदैछौँ नि।